ल है साथीहरू, धेरै पछि चाहिँ उताबाट आएपछि म त ट्रान्सफर भएपछि चाहिँ बल्ल पहिलोचोटि माछा मार्न जाँदैछु। आफ्नो भाइ मिल्ने मान्छेहरू बल्ल भेटिरहेको छु। मेरो भाइ पालपाली भाइ मेरो मसँग चाहिँ धेरै भाइ मिल्छ। अब चाहिँ हिँड्दै हिँड्दै गाडीमा जाने कि भनेको नजिकै छ, हिँड्दै हिँड्दै जाम भन्ने गरेँ। ल त जाम न त भन्दै भाइले गफ हानिरहेछ नि त, यस्तो उस्तो भन्दै मैले पनि सुन्दै ल त नि भन्दै घुम्ने जाँदैछु। यस्तो हुन्छ यो घर, हेर्नुहोस् त यो घर, बाफ्रे यो घर कसको होला, यस्तो महल जस्तो घर छ यार। बाफ्रे यस्तो घर बनाउनु दाम त कति चुनीमा पनि सकिन्न होला, यति ठुलो महल। फाइनली लोकेसनमा आइयो हिँड्दै हिँड्दै। ल यहाँ हेर्नु त, यो हो सिप भन्ने ठाउँ हो। सिपको यो समुद्र, यहाँ चाहिँ समुद्र, यही समुद्र हो हजुरको। अहिले चाहिँ समुद्रको लागि लडाइँ भइरहेको, ओमान र इरानको बोर्डर, दुबई इरानको बोर्डर। ल यहाँ केटाहरूले माछा मारिरहेछन्। के छ केटा हो, माछा मारेको भनेको भिडियो नखिच भन्छ। खुच्चिएर आमामा डाइ खानु, यस्तो डाइ खाँदो रहेछ यहाँको ओमानी केटाहरू। हेर्छु म त एकछिन बडो भिडियो खिचिदिएको। माछा नपरेर भाइलाई निद्रा लगाइसक्यो, निदाउनु लगाइसक्यो भाइ। भाइ के हो भनेको दाइ झ्याउ लाग्यो भन्छ। यस्तो छ यहाँ चाहिँ, यस्तो माछा मार्ने ठाउँ। अब त्यहाँ माछा नपऱ्यो अर्कोतिर जाउँ है भनेर जान थाल्यो माछा मार्न है। माछा मार्नलाई यहाँ चाहिँ मुमा अलिक डेन्जर रहेछ, त्यो भिडियो त्यति खिचेन है। यहाँ माछा परिसकेको छ, यत्रो माछा पऱ्यो। अब चाहिँ भयो होला पुग्छ हो दाइ जाउँ भनेर दाइहरूलाई साथीहरूले अब लाग्नुपर्छ भनेर छोराछोरा खोतलियो। अब बल्छी सल्छी भएन, अब झरियो। के गर्ने, समयअनुसार मान्छे ढल्न सक्नुपर्छ, जहाँ गए पनि मिल्नुपर्छ भन्ने मेरो धारणा हो। साथीभाइहरू यस्तै हो, पुराना साथीहरूलाई मनमा छ, नयाँ साथीहरू साथमा भए पनि पुराना साथीहरू चाहिँ मनमा छ। धेरै सम्झना छ है साथीहरू, त्यो बितेका पलहरू, किन धेरै छैन समय सँगै बिताउने। अब यस्तै यस्तै हो जिन्दगी, यस्तै छ। ल केटाहरू फेरि एउटाले गीताउने एउटाले नाच्ने, सोल्टी पनि बहुत रमाइलो हुन्छ। भाइ र सोल्टीको त भाइभरि म्याचिङ माछा चाहिँ यत्रो भाग लाग्यो है त, दिनभरिको मेहनत भाग लाग्यो है। फ्राई पनि गरियो, ल्याम्बमा तरिकाले अब खाने। हस् त, धन्यवाद। आजको भिडियो यति नै समाप्त। नमस्कार।